पार्टीको सभापतिबाट राजीनामा दिनुभएको छ। काण्डै काण्डले भरिएका यस्ता गनाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदहरूले नैतिकताको पाठ कसलाई पढाउन खोजेको सभामुख महोदय? आफूलाई गनाउने अरूको बास्ना पनि सुन्न नसक्ने, आफूलाई गनाउने अरूको बास्ना पनि सुन्न नसक्ने रे। भुटानी शरणार्थी काण्डमा गनाएको को, व्हाइट बडी काण्डमा गनाएको को, न्यारो बडी काण्डमा गनाएको को, बाँसबारी, टिकापुर, लौडा धमिजा, बुढी गण्डकी अरू त अरू जिउँदै इट्टा भट्टामा मान्छे पोल्ने को कति हो कति गनाएको? साँच्चीकै भन्ने हो भने नेपाली काङ्ग्रेसका नेताहरूमा जति गनाएको त नेकपा एमालेमा पनि छैनन् होला। तिनी सबै काण्डको छानबिन गर्ने हो भने त्यही सुनिल शर्मा र चन्द्र भण्डारी जस्ता 2-4 जना नेता मात्रै बाँच्न आउने होलान्। बाँकी सबका सब गनाउने मात्रै होइन, डुङ डुङ सिनो चाहिँ गनाउने छन्। अझै यिनैले गनाउने र बसाउने कुरा गर्ने। अर्को कुरा, सभापति पदबाट राजीनामा दिएको छ रे। रवि लामिछानेले कुनै पनि सहकारीबाट ऋण लिएका थिए र? कि छानबिन समितिले दोषी ठहर गरेको थियो? कि प्रमाण छ भनेको प्रमाणित भयो? तिनी सबै कागजका खोस्टाहरू मात्रै रहेछन्। अनि अरू रासोपाका नेताले संस्थापक सभापतिलाई सभापति नमानेर के मान्छन् त? भोलिका दिनहरूमा मैले अघि भनेका काण्डहरू खुले भने नि तिम्रा सभापति पनि कारगार चलाउनुहुन्छन्। 100% लेखेरै राख्दा हुन्छ। त्यति बेला हेरौला तिम्रा सभापति रहन्छन् कि रहँदैनन्। हुन त हिजोका दिनहरूमा तिम्रै उपसभापति धनराज गुरुङको काण्ड मुछिँदा पनि आजसम्म पनि उनी उपसभापति नै छन्। त्यस्तै गरेर बालकृष्ण खाँडको के कुरा गर्नु? यिनीहरूको सबै कुराहरू नेपाली जनताले बुझेकै छन्। अब रमेश लेखकको कुरा गरौँ भने कति हो कति भिडियो बनाइसके। अघिल्लो भिडियोहरू हेर्न सक्नुहुन्छ अघिल्ला दिनहरूमा। भो अब यिनका कुरा नगर्दै बेस होला। तपाईहरूलाई मेरो भनाइ ठिक लाग्छ भने कमेन्टमा यस लेख्नुहोस्। नागिना यादवको भनाइ ठिक लाग्छ भने नो लेख्नुहोस्। कसको बढी कमेन्ट आउँदो रहेछ त्यो पनि हेरौँ न है त। हस् त, धन्यवाद।